तपाईँको सृजना मेरो आवाज साहित्य कार्यक्रमको मुक्तगिलो बसाइमा मलाई लेखी पठाउनु भएको छ गणेश तिमिल सिन्हा गति। उहाँको साहित्यिक नाम गति रहेको छ। उहाँको रस्ती बस्ती गणेशमान चारनाथ नगरपालिका गोदार रहेको छ। केवल जीवनमा बा आमा र तिम्रो भर परेको हुँ, हल्ला हुन्छ भनेर तिम्रै म्यासेजमा शब्द छरेको हुँ। केवल जीवनमा बा आमा र तिम्रो भर परेको हुँ, हल्ला हुन्छ भनेर तिम्रै म्यासेजमा शब्द छरेको हुँ। यथार्थ मजाक ठानेपछि वास्तविक धिक्कार लागो, त्यसैले अचेल म आफैले जालीको सङ्गत गरेको हुँ। उहाँको जन्मस्थान गणेशमान नगरपालिका 10 बरमझिया धनुषा रहेको छ। शिक्षा भने एमएड गर्नुभएको रहेछ। उहाँको रुचि समाजसेवा अनि साहित्य लेखन रहेको छ। उहाँको कृति मनोगति मुक्तक सङ्ग्रह रहेको छ। गणेश तिमिल सिन्हाजी, तपाईँले प्रकाशनमा ल्याउनु भएको मनोगति नामक मुक्तक सङ्ग्रहले साहित्यिक क्षेत्रमा स्थान अनि गति पाउँदै जाओस् भन्न चाहन्छु। तपाईँको रचना घरदेशदेखि परदेशसम्मका साहित्यिक पारखीहरूको ढुकढुकी बनिरहोस्। यसैगरी मुक्तगिलो बसाइमा मेरो हातमा रहेको छ। भोक नै छैन भन्दै हिँड्छ के खुवाउनु र खै, भोक नै छैन भन्दै हिँड्छ के खुवाउनु र खै, माया गर्ने नजान्नेलाई के माया देखाउनु खै। मन मरेर आउँछ हजुर उसको कुरा सुन्दा, दुई मुटुको सम्बन्धको के नाम लेखाउनु र खै। तुलबहादुर पुलामीजी, तपाईँका चोटिला पोटिला यी बानकिला रचनाले कसको पो मन कटक्क नखाला र यसै गरी बानकिला मुक्तक लेखी पठाउनुहोला। तपाईँको सिर्जना मेरो आवाज हरेक शनिबार बिहान 9 बजे गुन्जिने गर्दछ। एकछिन तिमी पनि मौन बस, म पनि मौन बसौँला, कहाँ कता कसको किन कमजोरी भयो खोजौँला। न मस्जिद न मन्दिर सबैभन्दा ठुलो मानवता हजुर, न मस्जिद न मन्दिर सबैभन्दा ठुलो मानवता हजुर, आखिर दुवै दाजुभाइ मिलेर उत्तम बाटो रोजौँला। वाह प्रदीप धनञ्जयजी, क्या मार्मिक अनि सान्दर्भिक रचना पढाउनु भयो। हो त नि, न मस्जिद न मन्दिर, यहाँ त सबैभन्दा उत्तम हाम्रो समाज अनि मानवता मिलेर बस्नुपर्छ। एउटै छातामुनि बसेका छौँ हामी, मिलिजुली बस्नै पर्छ, बसौँला। तपाईँका सृजना मेरो आवाज अनि सुन्दै पनि हुनुहुन्छ साहित्य कार्यक्रम, तपाईँहरूकै साझा च्यानल आवाज 24। तपाईँहरूकै मिठा मिठा कमेन्टले हाम्रो हौसला बढ्नेछ। यस्तै कमेन्ट गर्दै जानुहोला भन्दै पुनः आजको बसाइमा मुक्तक वाचन क्रममा तुलबहादुर पुलामीजीले पठाउनु भएको मुक्तक। किन्छु भन्छु आँट आउँदैन दाम देखेर, छोड्न पनि मन मान्दैन घाम देखेर। किन्छु भन्छु आँट आउँदैन दाम देखेर, छोड्न पनि मन मान्दैन घाम देखेर। अचम्मै पो लाग्छ हजुर यो मनमा मेरो, आज भोलि उसको तामझाम पो देखेर। तपाईँको रस्ती बस्ती सिमरा 2-12 रहेको छ भने फुर्सदमा समाज सेवा गर्ने र साहित्य क्षेत्रमा आफ्ना कलम अनवरत रूपमा चलाइराख्ने चाहना रहेछ। तुलबहादुर पुलामीजी, तपाईँले चालेका हरेक कदम हरेक पाइला नरोकियोस्, अघि बढ्दै जानुहोला शुभकामना भन्दै कला साहित्य संस्कृतिको जगेर्ना गर्दै साहित्य पारखी मनहरूमा पनि यस्तै रचना छन् भने लेखी पठाउनुहोला। समय मिलाएर हरेक शनिबार गुन्जिने साहित्य कार्यक्रममा तपाईँका पनि रचना वाचन हुने नै छ। तपाईँका सिर्जना मेरो आवाजको क्रममा वाचन अर्को रहेको छ प्रदीप धनञ्जयजीको। एउटा श्रमिकले रिबन काटेको यिनै आँखाले देख्न पाइयो, श्रमिक हुँ गौरवान्वित छु श्रमिकको सम्मानमा लेख्न पाइयो। श्रमको सम्मान श्रमिकको योगदान युगौँ युगसम्म जीवन्त रहोस्, कम्मरमा पटुका कसेर खाली पेट मनका कुरा पोख्न पाइयोस्। जिन्दगी चल्दैन सानो पैसा बिनाको प्यारले, जिन्दगी चल्दैन सानो पैसा बिनाको प्यारले, जिउन गाह्रो हुँदो रहेछ गरिबीको मारले। अन्धो हुन्छ जवानीमा माया भन्नेहरू,
जीवन जान्छ अकालैमा खुकुरीको धाराले। यस मुक्तका रचनाकार तुलबहादुर पुलामी मगरजी हुनुहुन्छ। उहाँले थुप्रै कृतिहरू ल्याइसक्नु भएको छ। युट्युब च्यानलमा तुलबहादुर पुलामी मगरजी भनी सर्च गर्न पनि सक्नुहुन्छ र यतिखेर उहाँको रचना कृति निकै भाइरल भइरहेको पनि पाइन्छ। तुलबहादुर पुलामी मगरजी साहित्य यात्रा अझै फस्टाउँदै जाओस् शुभकामना छ। यसै गरी मेरो हातमा अर्को चोटिला मुक्तक रहेको छ। यस मुक्तकको सर्जक भने गणेश तिमल्सिना गति हुनुहुन्छ। यहाँ कोमल फुलमा काँडा हुन्छ प्रिय, गगनका ताराले जमिन छुन्छ प्रिय। यहाँ कोमल फुलमा काँडा हुन्छ प्रिय, गगनका ताराले जमिन छुन्छ प्रिय। वास्तविक सुख दुःख साझा साथी हुन्, त्यसैले हाँसो खुसीमा आँखा रुन्छ प्रिय। हो नि गणेश तिमल्सिनाजी, वास्तविक सुख दुःख साझा साथी पनि हुन्। यसै गरी दिनपछि रात, गर्मीपछि जाडो, धनी र गरिब यी सबै साथी हुन्। कुमालेको चर्खा झैँ घुमि नै रहन्छ, हाँसोमा पनि आँसु बन्छ। हामीमा आँसु दुई किसिमबाट आउँछ गणेशजी, एक धेरै पीडा कष्ट अनि शोकमा, दोस्रो हर्ष। कुनै असम्भव कुरा हाम्रो जीवनमा यदि भइदियो भने त्यति बेला खुसीको आँसु आउने गर्छ। गणेशजी, जीवनमा एकै नाश सधैँ भइरहन्छ भन्ने पनि हुँदैन। कहिले हाँसो त कहिले रोदन, यो शाश्वत छ, यो सत्य छ। गणेश तिमल्सिनाजी, शब्द गहकिला छन्। अझै साहित्यिक पारखीको मन छुने रचना गर्दै जानुहोस् भन्दै शुभकामना दिन चाहन्छु। तपाईँका साहित्यिक यात्रा सफल बन्दै जाओस्। यसै गरी वाचन गर्ने क्रममा अर्को रचना रहेको छ प्रदीप धनञ्जयजीको। पटक पटक परीक्षा लिएर तिमीले मलाई फेल बनायौ, पटक पटक परीक्षा लिएर तिमीले मलाई फेल बनायौ। न ठुङ्नु न चिथर्नु, कागलाई काम नलाग्ने बेल बनायौ। मायाको सागरमा पढिन नपाउँदै माझधारमा छुटाउने, भत्काउने आँसुको ताल यो आँखाबाट बग्ने भेल पो बनायो। वाह प्रदीप धनञ्जयजी, यहाँ त आँसु पुछिदिने भन्दा नि बगाउनेको सङ्ख्या धेरै छन्। यस स्वार्थी दुनियाँमा पटक पटक परीक्षा लिई तपाईँलाई असफल पार्ने अनि धोकेबाजी दिने धेरै हुन्छन्। प्रदीपजी, छन् भन्दैमा विचलित नहुनुहोला, असल कर्म गर्दै जानुहोला। तत्कालै सत्यलाई पनि असत्य साबित गर्लान्, कालान्तरमा भने सत्यको जित निश्चित रहन्छ, यो पनि शाश्वत छ, सत्य छ। प्रदीपजी, तपाईँका सृजना मेरो आवाजमा तपाईँहरूले नै कमेन्ट बक्समा लेखी पठाउनुभएका गहकिला मुक्तक वाचनतर्फ। यस मुक्तका सर्जक भने तुलबहादुर पुलामीजीको रहेको छ। मैले राखेँ प्रेम प्रस्ताव, तिम्रो जवाफ बाँकी थियो। बुढो भए नि लाउरे हुँ म, अलि रवाफ बाँकी थियो। मिल्नै लाको कुरा पनि झनै टाढा बनाइदेऊ, सबको चित्त बुझे पनि एउटै कवाफ बाँकी थियो। वाह, क्या गजबको मुक्तक। बुढो भए नि लाउरे हुँ म, अलि रवाफ बाँकी थियो। तुलबहादुर पुलामीजी, लाहुरेको रवाफ गुण बुढो हुँदैमा कहाँ सकिन्छ र, अलिकति भए नि रहेको नै हुन्छ। त्यसैले त लाहुरेको जागिर भएको होइन त। यसै गरी आजको मुक्तकिला बसाइमा फेरि अर्को रचना मेरो हातमा प्रदीप धनञ्जयजीको रहेको छ। कुल कुटुम्ब र वंश बिग्रन्छ कुलङ्घार कुलमा परेपछि, कुलमा परेपछि, बदमास पनि सप्रिन्छ हजारौँ सज्जनको हुलमा परेपछि। अभिभावकले अपनत्व बिर्सिएर लथालिङ्ग भयो घर संसार, चाराको लोभमा तडपिनुपर्छ माझवारेको जालमा परेपछि। वाह प्रदीप धनञ्जयजी, अभिभावकले अपनत्व बिर्सिएपछि कसको पो घर लाथालिङ्ग भतभुङ्ग हुँदैन र। एउटा जिम्मेवारी व्यक्तिले परिवारकी जिम्मेवार काँधमा लिएको हुन्छ, त्यसैले अपनत्व चाहिँ नबिर्सियौँ है भन्दै अर्को रचना रहेको छ। यस रचनाको सर्जक भने गणेश तिमल्सिनाजीको रहेको छ। यहाँ कोही हाँसेर बस्छन्, कोही रुएर बस्छन्, कोही भुइँ छोडेर उड्छन् त कोही भने उडेर खस्दछन्। जुन जीवको न विष छ न विषालु दाँत नै छ, फेरि त्यही जीवले भेट्न साथ चुसेर डस्दछ। हो नि गणेश तिमल्सिनाजी, यस स्वार्थी दुनियाँ यस्तै नै छ। कोही
हाँसेर नै बस्छन्, कोही रुएर नै बस्छन्, कोही भुइँ छोड्छन् त कोही भुइँमा नै खस्दछन्। दुनियाँ विचित्रको देखिन्छ गणेशजी, तपाईँका चोटिला पोटिला गहकिला शब्दले शिखर चुम्दै जाओस् भन्दै तपाईँका रचना तमाम साहित्यिक पारखी मनहरूमा पुग्न सफल बनोस्। यसै गरी साहित्यिक यात्राको उच्च गति अनि स्थान पाओस् भन्न चाहन्छु। शुभ यात्रा छ। यसै गरी मलाई रचना लेखी पठाउने अनि यसका सर्जक भने प्रदीप धनञ्जयजी रहनुभएको छ। कसले कति कमायो, कसले कति कमायो, कति गुमायो, गाउँमा चियो हुन्छ। कसले कति कमायो, कति गुमायो, गाउँमा चियो हुन्छ। आफन्तले चस्स चस्स घोचिरहने शब्दको सियो हुन्छ। उल्लो पल्लो घर कुरौटेका कानमा भरिने खुराक भयो। उल्लो पल्लो घर कुरौटेका कानमा भरिने खुराक भयो। धैर्य गर्नुपर्छ, अन्धकारलाई चिरेर प्रकाश छर्ने दियो हुन्छ। वाह प्रदीप धनञ्जयजी, तपाईँका रचना सान्दर्भिक नै देखिन्छ। हो, हाम्रो समाज पनि यस्तै नै छ। धैर्य गर्न सक्नुपर्छ। सबैको आफ्नै गुण स्वभाव हुन्छ। अन्धकारलाई हटाउने दियो नै हुन्छ। दियो बनेर बस्नुहोस्। प्रदीप धनञ्जयजी, तपाईँका रचना बस्ती बस्तीदेखि प्रदेशसम्म नै छरिँदै जाओस्। हाम्रो पनि शुभकामना यही नै छ। तमाम साहित्यिक पारखी मनहरूमा निवेदन, रचना उहाँको रचना जस्ताको त्यस्तै सुनेर प्रतिक्रिया जनाउनुहोला। मानिस नै हो, गल्ती पक्कै हुन सक्छ। निपुण यस संसारमा कोही नै हुँदैन। त्यसैले आजको बसाइमा तपाईँको सिर्जना मेरो आवाज सुनेर बसिरहनुभएका तमाम साहित्य पारखी मनहरूमा नमन टक्राउन चाहन्छु। गजल वाचन गर्ने जमर्को गर्दैछु। यसको सर्जक भने तुलबहादुर पुलामी मगरजी हुनुहुन्छ। सपनीमा देखे तिमीलाई उठे झस्किएर, सपनीमा देखे तिमीलाई उठे झस्किएर, हिँड्दै थिएँ उनैसँग साथमा मस्किएर। पिरतीको खेलले मलाई पार्नु पीर पारो, भागबण्डामै हो कि माया देऊ पस्किएर। भागबण्डामै हो कि माया देऊ पस्किएर। पोल्छ मुटु भतभती आउँछ याद हरपल, पोल्छ मुटु भतभती आउँछ याद हरपल, गाह्रो हुन्छ सम्हालिन छाती चस्किएर। टाढैबाट देख्दा तिमीलाई वर्ष ढुकढुकी, भेट्ने आसमा पर्खी बसे लाग्यो लस्किएर। अधुरो भो रहर मेरो झन्झन वर्ष पीडा, उमेर छँदै ढल्किन्छ कि जीवन खस्किएर, उमेर छँदै ढल्किन्छ कि जीवन खस्किएर। वाह, यस गजलका सर्जक तुलबहादुर पुलामी मगरजी हुनुहुन्छ। तपाईँका गजलका हरफहरू सुन्दा कसको पो मन नछुला र। तपाईँले सृजित गर्नुभएका हरेक शब्द साहित्यिक पारखीहरूको ढुकढुकी बनिरहोस्। तपाईँले लेखी पठाउनु भएको रचना वाचन सुनेर दिनुभएको माया मिठा मिठा कमेन्टले झनै तपाईँलाई थप हौसला ऊर्जा बढ्दै जाओस्। मिठा मिठा कमेन्ट गरिदिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूमा न्यानो अभिवादन दिन चाहन्छु। यो प्रक्रिया जारी नै रहनेछ। तपाईँका सिर्जना मेरो आवाज सुनेर बसिरहनुभएका सम्पूर्ण साहित्यिक पारखी मनहरूमा पुनः हृदयदेखि नमन टक्राउन चाहन्छु।